म्याच धेरै धेरै मान्छेको दिमागमा अझै पनि छ। जस्तो T20 क्रिकेट अब यस्तै हुन्छ होइन, कस्तो लाग्छ भने कुनै दिन यति धेरै रन बन्छ, कुनै दिन रनै बन्दैन। पर्टिकुलर डेमा जसले राम्रो खेल्यो अथवा त्यही दिनमै डिसाइड हुन्छ कि यो के हो भनेर। अब यो लेभलमा चाहिँ यो लेभलमा अब कसले जित्छ कसले त्यो प्रेडिक्ट गर्न अलिक गाह्रै हुन्छ कि होइन हजुरको, किनकि यो अब मोमेन्टम हो क्या टप लेभलमा जुन हजुरको जुन मुभमेन्ट हुन्छ नि त्यो मुभमेन्टमा जसले राम्रो गर्दै गयो होइन, जसले राम्रो गर्दै गयो त्यसको सम्भावना बढी हुन्छ, त्यो जित्छ नै। त्यो डेटा यता त्यति धेरै नहुने रहेछ क्या है यो लेभलमा चाहिँ। गाह्रो त गाह्रै हुन्छ, तर अगेन सरले भने जस्तै त्यो मोमेन्टम क्यारी हारको पनि एउटा मोमेन्टम हुन्छ, जितको पनि एउटा मोमेन्टम हुन्छ। त्यो क्यारी गर्दै गयो भने कुन चाहिँ आफ्नो के अरे ब्यागमा पर्छ त, हार कि जित भन्दाखेरि अब त्यो मोमेन्टमको चाहिँ ठुलो रोल पनि हुन्छ। डिसीको हामीले सुरुदेखि पनि कुरा गरिरहेका छौँ, जित्दै जाँदाखेरि डिसीले कहाँसम्म यो मोमेन्टमलाई क्यारी गर्न सक्छ भनेर। किनभने लास्ट सिजन हेर्ने हो भने अगाडि एकदमै राम्रो गरेको डिसी सेकेन्ड हाफमा गएपछि मोमेन्टम गुमायो, त्यसपछि कमब्याक गर्नै सकेन। अहिले पनि उस्तै सिनारीमा रहेको छ होइन, एकदम प्रेडिक्टै गर्न नसक्ने टिम जस्तो नै भइरहेको छ। अब सेकेन्ड इनिङ्स गयो भने त अब त्यस्तो धेरै सेकेन्ड इनिङ्समा कुरा गर्नुपर्ने केही पनि रहेन, किनभने 6.3 ओभरमा नै एक विकेट गुमाएर रन बनाए, एकदमै क्विक। त्यसमा चाहिँ फेरि के ब्याटरहरूले स्ट्रगल पनि गरेनन्। राइट, अब त्यो रन बनाउन थालेपछि त्यो इन्टेन्टको कुरा गर्छौँ नि हामी। अब आरसिबीले यही पिचमा फर्स्ट ब्याटिङ गरेको भए मेबी दे कुड हेभ स्कोर 200+ होइन। तर अगेन त्यो जेकब बेथल चाहिँ अलिकति चाँडो पनि आउट भयो। त्यो मलाई जेकब बेथल आई लभ हिज गेम प्ले कि जसरी उहाँको एसेसको इनिङ्सहरू हेरेर हुन्छ मैले होइन। एकदम यङ प्लेयर अनि एक्साइटिङ प्लेयर, नेपालसँग पनि राम्रो पनि खेल्नु भएको थियो वर्ल्ड कपमा, T20 वर्ल्ड कपमा। र अगेन हि वाज लुकिङ सो गुड कि उहाँको सर्ट मेकिङ कति इजी छ, जुन एउटा स्टेप डाउन गरेर छक्का हान्नुभएको थियो। 104 मिटर्सको त 6 पनि हान्नुभएको थियो हिजो। सो आई वाज रियली लुकिङ फरवर्ड हिम टु फिनिस द म्याच। अनफर्चुनेटली हुन सकेन, तर विराट कोहली पनि आए त्यस्तै अट्याकिङ टिमदेखि। देवदत्त पाटिकल DDP भनेर अहिले धेरै नै हाइप गरिरहेको छ उहाँले। सो उहाँले पनि एकदमै उत्कृष्ट खेले। 34 रन्स, 13 डेलिभरिज, 3 सिक्सेस, 3 बााउन्ड्रिज। र अगेन डिफ्रेन्ट क्लासमा रहेको छ आरसिबी। र अगेन त्यो ब्याट्सम्यानहरू टप अफ द अर्डरदेखि मिडल अर्डरमा पनि त्यस्तै। अब नो म्याटर जतिसुकै टार्गेटहरू आफ्टर पन्जाब त्यो चेज गर्नुमा चाहिँ अभियसली दे हेभ विराट कोहली, त्यो चेजिङमा दे आर नम्बर 1। र यो त यस्तो 76 जस्तो झिनो यो फर द आफ्टर द पावर प्ले 6.3 मै सकाइदिइहाल्यो। सो नो कम्पिटिसन, एकदम इजी विन। र नेट रन रेट त एकदमै स्काई रकेट भयो एकैचोटि आरसिबीलाई। सो अगेन पन्जाब नम्बर 1मा छ, तर उहाँभन्दा बेटर नेट रन रेट आरसिबीको भइसक्यो। सो अब एकदमै कम्बाइन्ड पर्फर्मेन्स गरिरहेको छ। र हामीले हेऱ्यौँ भने आरसिबीले जितेको गेमहरूमा डिफ्रेन्ट प्लेयर अफ द म्याच हुनु पनि एउटा एडभान्टेज छ आरसिबीले, एउटा मात्रै प्लेयरमा डिपेन्डेन्ट छैन। राइट, अब त्यो म्याच विनर्स जति धेरै भयो टिमले त्यति नै अगाडि जान्छ आइपिएल जस्तो टुर्नामेन्टमा होइन। अब हामीले देख्यौँ विराट कोहली राम्रो खेलिरहेको छन्, देवदत्त पाटिकल छन्, अब बलर्सहरू पनि फर्ममा छन्, भुवनेश्वर कुमार, जस हेजलवुड, यु नेम इट। अब अर्को हाम्रो कुरा गर्नु खेल्ने पाएका छन्। बलिङकै कुरा गर्दाखेरि पनि सुरेश शर्माले पनि उत्कृष्ट पनि गरे। र ओन्ली एउटा थिङ चाहिँ अलिकति एउटा पोइन्ट अफ कन्सर्न के हुनसक्छ आरसिबीले भने त्यही अघि मैले भनेको छु रोमारियो सेपलको कुरा हुनसक्छ, किनभने उहाँको एक्जिक्युसन अलिकति ल्याक पनि गरिरहेको छ। ब्याक गरिरहेको छ आरसिबीले, तर उहाँबाट चाहिँ जुन चाहिँ अपेक्षा अनुरूपको चाहिँ पर्फर्मेन्सहरू आइरहेको छ। सो अब यहाँबाट डिसी अगाडि कसरी बढ्ला त? अब 8 गेम्स भइसक्यो, 6 पोइन्ट्स मात्रै रहेको छ, ब्याक टु ब्याक लस। अब यति धेरै रन बनाउँदा पनि जितिँदैन, त्यसपछि अर्को दिनको म्याच त्यस्तो हुन्छ। अब यस्तो हुन्छ यो बहु प्लेयरहरूको मेन्टालिटीमा, साइकोलोजीमा धेरै कुराहरू खेल्छ। यस्तो वान डे वी प्ले लाइक किङ्स, अगेन सडनली नेक्स्ट डे चाहिँ हामी कहीँ पनि छैन जस्तो फिल